जहाँ पनि इन्टरभ्यू मोजी युट्युब फेरि होइन जहाँ पनि इन्टरभ्यू युट्युब सबै राजनीतिको किनकि त्यसले मलाई हावा गफ होइन यहाँ कलाकारको गफ छ यहाँ यहाँ आइज म ल म तपाईँलाई भन्छु एउटा थप्पड हानिसकेका छ अहिले एकदम राजेन्द्र खड्कीलाई मुजी भनेपछि राजेन्द्र खड्की रिसले चुर भएर थप्पड हानिसकेका छन् अहिले भर्खरै ऊ यही छ यहाँ अब यहाँ आऊ त बाबु बाबु यहाँ खिच यहाँ मोहन खोइ मोहन यहाँ आउनु तपाईँ छोड्नु पऱ्यो त्यो गफ होइन यो त्यसले मलाई हावा गफ होइन यहाँ कलाकारको गफ छ यहाँ यहाँ आइज मोहन ल म तपाईँलाई भन्छु एउटा धर्म रुरासे लागेको छ धर्म नछोडी भन्नुलाई तपाईँले अध्यक्ष चलाइरहेको छ अहिले पनि छ होइन अब तपाईँले त्यो रिजन गरेपछि एकछिन के इम्पोर्टेन्ट छ कि साथी इम्पोर्टेन्ट छ पक्न मुला अब मुला भन्न पाउँछ है मुला त खाने हो मैले भनेको तपाईँको कार्यकालमा केही हामीले कलाकारले सकेन के दाइ केही गर्नु सकेन कि तपाईँको दोष होइन के अहिलेसम्म म त भन्दा हाम्रोमा अफर कति छ कति करोड छ हाम्रो कलाकार सङ्घ सोधेको मैले हजुरलाई 20-25 लाख छ करोड छैन होइन एउटा कुरा अर्को कुरा छ नि अब चाहिँ मैले अस्ति बालिन र रविलाई भनिसकेँ के भने हामीलाई 2 रुपियाँ के कति रुपियाँ जग्गा दिएछ धापासीमा हो हामीले पाएको छैन हामीले न्याय पाएको छैन है यो चाहिँ हामी अहिले पनि डेरामै छौँ हो त घर बनिसकेको छ त्यो घरको ठेगान छैन नि त्यो घरमा को हाम्रो आफ्नै घर छ थाहा छ मलाई मेरो उताको मेरो म वारी ऊ पारी हो होइन हामीलाई पाएको अधिकार चाहिँ लियो नि त होइन अब हामी कलाकारहरू सुकुम्बासी नै हो ल कहाँ गयो खोइ डाइरेक्टर खोइ ल के यार मेरो छेउमा त आउने मैले ठोकिदिन्छ भनेर त्यो को नआउनु तपाईँको छेउमा को नआउनु तपाईँको छेउमा मदुवाली भएर ठाकुर भन्ने बहिनी राम्रो हो कि अरू कोही आओस् नआओस् हामी दाइसँग काम गरेका हामी भाइहरू जहिले हमेसा छेउमै हुन्छौँ सँगै हुन्छौँ होइन म राइट वे बोल्छु है दाइको साथमै हुन्छौँ म बोल्छु म फिल्म लाइनमा उयो पनि गाली खान्छ मेरो यहाँ प्रायः सबैले गाली खान्छ किनभने त्यो दर्शकले पैसा तिरेर फिल्म हेर्न आउँछ हेर्दाखेरि नगरौँ भने मैले गाली दिने हो कि हो सही कुरा दाइ ओके क्यामेरा कहाँसम्म हो ठिक है क्यामेराको यही हो यसो फोटो खेल्ने यस छौँ यो होला ओके अब गएको न हाम्रो इन्टरभ्यू चाहिँ यहाँ त पुइ भयो मलाई बोल्नु मलाई चाहिँ यिनीहरू सब त्यो फाइनलको लिए ओह पका अर्जुन चाहिँ पक्या के छ तिमी आजकलको उसमा बडा फेमस भइरहेछ म त च्यालेन्ज गरिरहेको छु कोही आउँदैन दाइ होइन गो टु राइट वे कस्तो मान्छे मन पराउँदो रहेछ तिम्रो अहिले त 20 मिलियनले फलो गरिरहेको छु होइन मैले के भन्छु भने गो टु राइट वे के होइन मेरो जहिले पनि राइट वेमा जान्छ नि त रङ वे कमान ओके मेरो दाइलाई सेलोरी हो यहाँ आउनु मुक्तिदाताको प्रोड्युसर है राजेन्द्र ठकुरी दाई मुस्ताङ राजाको ज्वाइँ स्टेट कुरा गर्छु म है होइन होइन अहिले पनि झारखण्डको हो म अस्ति त गएर आएको तपाईँलाई खुब मेमोरी मैले झारखण्डको हालेको छु मेरो टिकटकमा हेर्नु एकदम मुसमुस एकदम स्टेट मान्छे कि स्टेट मान्छे म टेनर सो बरु दाइ स्टेट छ हो होइन अनि उहाँको सबभन्दा विशेषता भनेको नेपालमा फर्स्ट स्टन्ट बाइक स्टन्टर मैले विश्वासमा गानामा गरेर उहाँले स्टन्ट गरिरहेको थियो हो उहाँ अहिले पनि बाइक राइडर्स हो नेपालको वास्तवको बाइक राइडर्सले फर्स्ट आउनुपर्ने स्टन्टमा है स्टन्टमा अहिले त त्योभन्दा हाम्रोभन्दा माथिको मेरो चला होला तर स्पेसली स्टन्टमा चाहिँ राजेन्द्र ठकुरी दाई 1985 मा रे है प्लिज बाइकर्स फलो राजेन्द्र ठकुरी दाई पुरा परिवार भेटिरहेको छ कि त्यही मजा उहाँ कलाकार पनि है फेरि
मुक्तिधार त मैले 1 करोड डुबाएको छ फेरि यो त यो म पनि डुबिरहेको छु हामी डुब्ने ग्याङ छ यहाँ हेलो हाउ आर यु Love you. लभ यु टु अस्ति मैले गाली दिएको अस्ति मैले गाली दिइरहेको थिएँ ढोटी त्यसलाई म हान्छु भेट भइसक्यो हक गरेर हेर जिस्कीको तिमीलाई साँच्चैको चाहिँ तिम्रो गड मदरलाई तिमीले भएको गरेछ है तपाईँको र मेरो स्टोरी हालेको 10 सेन्ट पैसा आयो। कति 10 सेन्ट पैसा आयो। दुईजना आयो अनि के छ त ए बाबा यो त यस्तो फेमस कि यस्तो हिरोइनहरूलाई प्रुभ गराएको छ कि सबभन्दा रियलमै भनेको के होइन हिरोइनहरूलाई चाहिँ कसरी चाहिँ फेसियल गर्ने कसरी गर्नुपर्छ ल एउटा भिडियो बनाइदिएर ओहो गोकर्णले चान्स पाएको यहाँ जुरेली ल भाइरल हुन्छ नि टिकटकमा गुरु। मेरो मिलियन हान्दा जाउने अहिले मैले तपाईँको स्टोरी हालेँ त पैसा आइहाल्छ भने मेरो त्यही भएर हालेँ बिहान 10 सेन्ट आयो। हो ओके अनि के छ त भोट दिन आएको नोट दिएछ नोट दियो ओके ल गानामा छ क्या ओके मेरो नर्मल टाक हैन अनि अब तपाईँ कहिले बुढो नहुने अलवेज आफू चाहिँ हेर्नु फेरि 16 वर्ष भएर बसिरहेको छ अझ भन्छ त्यतिखेर राजेन्द्र खड्की केटीसँग जिस्किरहेको अवस्था छ जुरेली यसो यो सट्ट लिएर जुरेलीसँग ल नाइटो देखाएर के गर्न खोजेर मैले वेट घटाएँ यार एकदमै स्पेसली यो जेठाको परेछ यार किन पैसा खर्च गरेँ यो पैसाको त गरिबहरूलाई खुवाइदिएर राम्रो हुन्छ होला यो पैसा त के छ आनन्दलाई यो कुन यो काँचा ग्याङ यहाँ दुईवटा ग्याङ छ कि जेठा र काँचा फोटो खिच फोन ल कुरा नगरे यार किन अहिले त राम्रो गरिरहेको छ नि त हर्क सम्पाङले घन्टा मतलब यहाँ बेकारी सकेपछि अनि अस्ति बालेन शाहले बोलेन भनेर कत्रो विरोध गरे हर्क सम्पाङले हेर्नुहोस् त उहाँ संसद हो भने त उठेरै बालेनले त्यसलाई तिर्छ धरानको मान्छेले तिर्दैन होला बालेनले तिर्छ त बालेनले टेर्छ होला कहाँ नटेर्नु दाइ धरानको मान्छेले तिर्दैन यार त्यो बालेनले त्यसलाई तिर्छ फोटो खिचौँ न दाजु फोटो खिचौँ न खिचो आयो बरु के यार मेरो छेउमा त आउँदा भनेर मैले ठोकिदिन्छ भनेर त्यो को दाइ को नआउने तपाईँको छेउमा को नआउने तपाईँको छेउमा उनीहरूले मदुवाली भएर ठाकुर भन्ने बहिनी राम्रो हो के छेउमा अरू कोही आओस् नआओस् हामी दाइसँग काम गरेका हामी भाइहरू जहिले हमेसा छेउमै हुन्छौँ सँगै हुन्छौँ होइन म राइट वे बोल्छु है दाइको साथमै हुन्छौँ हामी। म पढा बोल्छु म फिल्म लाइनमा उयो पनि गाली खान्छ मेरो या प्रायः सबैले गाली खान्छ किनभने त्यो दर्शकले पैसा तिरेर फिल्म हेर्न आउँछ हेर्दाखेरि नगरौँ भने मैले गाली दिने हो के हो सही कुरा दाइ राजु दाइलाई आक्रमण गर्ने कुरा नि गर्छ नि मान्छेहरूले धेरै बोल्यो भनेर कसले राजु तपाईँलाई मान्छेहरूले क्या 98 5 10 37 70 पनि भनिरहेको छ काम म उसो घर आउँछु यार अघि नै कन्टिन्यू चलिरहेको छ नि ल म एउटा भन्छु ल है सबभन्दा मैले चाहिँ म्युजिकको हाइट त छ है आफ्नो ठाउँमा छ सबभन्दा चाहिँ मार्सल आर्टको स्केलहरू मेरो भन्दा फाइन छ कि एकदम फाइन छ किकिङहरू पर्फर्महरू फाइन छ कि अनि हाइट भएपछि राई समालको जोडी अनि पर्नेको रमित ढुङ्गानसँग पर्यो डुप्लिकेटै गरेछ रमित ढुङ्गान हो त है हाम्रो एउटा फिल्म शक्ति भन्ने फिल्म डुप्लिकेट गरेको एकदम किन टाइकोन्डोमा किकिङहरूको राम्रो हुन्छ होइन अब अहिले तपाईँ 6 रन 7 रन भइसक्यो होइन तपाईँ पनि किकिङहरू चाहिँ यस्तो दुईजना देखेर चाहिँ पहिला नेपाली फिल्ममा सबै मान्छे डराउँथे क्या सबैभन्दा डरलाग्दो गुन्डा दुईजना यो एङ्गल यसो भीमसेन खत्रीवाला तिम्रो खतरा छ भीमसेन खत्रीवाला मेरो नाम भन्ने वाला डायलग बोल्नु नि त आज राजन दाइसँग डायलग बोली होइन यो के हुन्छ भने नि यो डायलग भने जहाँ पाए त्यहाँ डायलग बोल्ने फिल्म हेरेपछि देखिने कुराहरू अहिले त छ्यास्ती छ यो कुरा होइन यो ठाउँमा जस्तै म फाइन छु म राम्रो छु मैले गर्न सकेँ र मलाई गराउन सक्ने चाहिँ मेरो म्युजिक हो क्या होइन यो हामीले तालमेल हो तालमेल हो तालमेल मिल्नुपर्छ किनभने नि एउटा कुरो किन थाहा छ हाम्रो कहिले पनि त्यो नेभर कहिले पनि हुन सक्दैन हाम्रो मन मिल्छ हामी सँगै काम गर्छौँ अनि हामी दुईजना चाहिँ प्रोफेसनल ट्रेनर हो क्या ट्रेनर हामीले सिकाउँछ नि त हामी गुरु हो नि त होइन गुरुहरूले सिकाउँदाखेरि आफू नै पहिला लाट खाएर आएको हुन्छ नि त्यो चिजलाई सबै तरिकाले सिकाउँछ हामीले चेलाहरूलाई चाहिँ अलिक काउन्टरै हान्छ म सुटिङमा कराइ छ है
दाइको केही छ यसो रमाइलो के म भनौँ म एउटा कुरो भनौँ भन्नु मिल्छ भन्नु पर्यो त्यही ठेकीवाला यो मेरो बिजु यो मेरो बिजु यो मेरो बिजु होइन ओके फोटो हो ल फोटो खिच्दै बोल्दै हुन्छ यो मेरो सुन मेरो मिजु आदरणीय मिजु हामी अहिलेको मिजु होइन सुन फिल्म लाइनमा मेरो मिजु जस्तो घामट मान्छे कोही पनि छैन किन भन सुटिङमा मात्रै फेरि सुटिङभन्दा बाहिर मनको दयालु मनको खाने मान्छे हो दुःख सुखमा हेर्ने मान्छे हो गरिबलाई हेर्ने मान्छे हो राम्रो दुःख सुख परेको मान्छेले उसले जे पनि गर्छ उसको केसहरू देखिरहेछ होइन त्यत्रो क्षति हुँदा पनि ल तेरो बाउलाई बोला तेरो बाउ त यस्तो रहेछ माफ पाइस् भन्ने मान्छे हो क्या आफ्नो पर्सनल सम्पत्ति क्षति हुँदा पनि त्यो कुराहरूमा जाने मान्छे भनेपछि दिल छ क्या जो मान्छे हेर्दाखेरि क्रुर देखिन्छ नि त्यो मान्छेको दिल कमल हुन्छ क्या होइन अनि सुटिङमा चाहिँ ऊ के छ भनेदेखि उसले चाहेको सर्ट उसले चाहेको सर्ट चाहियो नि अब 50 गर मलाई पनि ल के फिल्ममा ल हामी सबै देश नेपाली हामी सबै देश त्यसको लागि बडी बोल्ने मान्छे जस्तो लाग्दैन हजुरलाई के भयो मिल्छ त्यो डायलग चाहिँ उयो अब स्क्रिनको डायलग छ नि त्यो हिलो भयो होइन अनि त्यहाँबाट चाहिँ के भन्यो भने त्यो फिल्ममा पैसा कति अब मैले त त्यो खेलेको कति पैसा मैले सोध्दैन अनि के हो त्यो के ठेकी र दुधको के अरे मै पनि छ होइन तपाईँको त्यो राम्रो ठेको थियो कि मै धोएको यो छ त्यो पनि चुऱ्यो यो चुऱ्यो भनेर केही पाएन पैसा पनि पाएन भएन कस्तो दुःख गरेको हुनु त हो त अब फेरि दुईजना मिजु भनेर दुईजनाको सुनको दाँत रहेछ यो के हो यो हाम्रो मिजुको धेरै छैन चाहिँ भेटी फिल्मबाट अझ के भेटी फिल्म म चाहिँ पोजिटिभ रोल थियो अनि मेरो मिजु पनि पोजिटिभै रोल हो नेगेटिभ होइन नि तपाईँको पोजिटिभ थियो अनि डाइरेक्टरले चाहिँ तपाईँको मिजुको रोल चाहिँ को लिने भने कि मेरो दिमागमा स्ट्राइक गरिहाल्यो अनि मैले मिजुलाई फोन गरेँ हो गरेर सानो गरेर हामीले मजाले सुटिङ गऱ्यौँ हाम्रो गानै छ नि रेखासँग छ गानै छ नि नाच्छु छैन ल अब ल थ्याङ्क यू दाइ भइसक्यो मैले होइन अब भेट्न त बाँकी छ फेरि राम्रो काम है जे अघि पनि बोलाएछु मासाला त्यहाँ हेर मैले भनेको त्यो विजयको के थलापट्टि विजयले बोलिरहेको हालिदिएँ कि त्यहाँलाई कस्तो भएर यो मेरो हेमन्त यो छ नि यो र म एउटा फिल्ममा भिप्न रेप सिनमा परेको यसले चाहिँ डाइरेक्टरलाई म पहिला गएर रेप सिन गर्छु भनेको पछि लास्टमा पऱ्यो त लास्टमा लिएर रोएर रेप सिन गरेँ कि मलाई उभिएको तिमी त्यसरी अर्को कुरा फेरि एकछिन होइन नि अर्को एउटा कुरा है अब राई समालको कुरा ल्याउँछ है यहाँ के भने यहाँ पट्टि थियो क्या ऊ डिआइजी भएको रोल थियो पहिला मलाई मार्छ राइसलाई अनि उसको पालि थियो कि सेकेन्ड कि थर्डमा थियो होइन अनि तालुमा हाने सिन बनाएको थियो कि हामीले नारायणपुरी हामीले बनाएको तालुमा हाने कि पुरा आँसु निकालेर रुइरहेँ पुरा एक्टिङ अब हेमन्त एक्टरै हो भने त अनि मैले क्या भने जब त्यो गोलीसोली हानेको लिइसकेपछि त्यो निकाल्दै त्यो हात पनि बाँधिरहेको थियो बिचराको क्या एक्टिङ गर्यो के को एक्टिङ यहाँ धाङ हानेको फुट आएको कस्तो हाने उसलाई प्रब्लम हो त्यो उसले छ नि साँच्चै राइसले भनेको मलाई उसले यो एक फिटमा हामी यहीँ देख्छ नि हामीले यहाँ गर्छ नि उसले यो त्यहाँ देख्दो रहेछ यहाँ दिएपछि यहाँ हान्नु पर्ने भने यहाँ हाल्नु मलाई पनि सिकाइ त्यो थियो तपाईँलाई यहाँ हान्दाखेरि यहाँ र यहाँ ल उही छ तर त्यो सुकेको भए भाँच्यो हो होइन मैले 3 दिन कि 4 दिन त पेन किलर खाएर सुतेँ नि के भने बिचरा पनि गल्ती पहिला हामीलाई भने हामी बस्थ्यो नि होइन मैले आज के भने थाहा छ अब हिजल त्यसलाई जेठा र कान्छा उठेको रहेछ है फाइनल छ दुईवटा फाइनल होइन जस्तै कि रवि र बालेलाई चलाउने अर्कै हुन्छ एकछिन यता आउनु न एकछिन मार्क्स निकाल्नु भयो एकछिन यहाँ हाम्रो उयो भइरहेको छ रवि र बालेलाई चलाउनु जस्तै अर्को चलाउनु त छ
म त मरिरहेको छु ए नमस्कार धेरै आउँछ भनेर मार्क्स लाग्यो क्या जे जसो हाम्रो त नि रिस राग भए पनि एउटा कुरा चाहिँ म छ नि भित्र त छ है मलाई जेलमा भेट्न आएको है साथी भनेको साथी भन्ने के हो यो चाहिँ हो क्या अस्ति मैले चाहिँ म बिजी भयो कि मलाई नरेन्द्र भनेको थियो खेल्ने भयो त्यो गर्नु पऱ्यो भनेर मैले तँलाई मैले भनेको थिएँ नि फोन गरेर मैले नभ्याउने भयो कि तैँले भ्याउँदिनँ भनिस् नि त मेरो प्रोजेक्ट बल्ल सुरु हुनेछ नि त गोयामा गएको त्यसैमा त मेरो 5 करोड गएको यहाँ जेल भएको थियो कि त्यसमा त सबै त पाएँ नि सबै पाएर पनि 2 महिनामा 1 करोड गयो मैले तँलाई फोन गरेर भनेको थिइनँ राजेन्द्र ल मैले नरेन्द्रले मलाई भनेको दाइ एकदम मजा आउँछ भने नरेन्द्र म भ्याउने नि यार होइन मैले अशोकको मैले किन सोच्छु यार हामी दिनको स्ट्रगल हामीले गरेको कुराहरू त कहाँ छ यार अहिले पनि नाक होइन छ नि यहाँ छ यो मेरो जाडो महिनामा यहाँ सास फेर्न गाह्रो छ एकछिन है यो अशोकको सर्ट यहाँ लगाएको है गरिबमा गरिबमा रगत आएर चाहिँ फेरि हालेर पनि गयो फेरि एक्टिङ गरेर हान्नु भएको तपाईँलाई तर यसो त्यो यसले भिलेन रोल खेलेको थियो म हिरो त्यसबाट मेरो त्यसैबाट अनि रगत आइसकेको थियो एकछिन आइया भन्यो कि हान्ने हान्न फेरि रगत आएर हाने मैले 1.5 महिना रगत गर्छु तर त्यो सर्टै हामीले काट्यौँ नि रगत आइरहेको छ फेरि केही म त रगत आएर हेरिरहेको तुरुरु आइरहेको छ अर्को लात हालेर पनि गयो तपाईँलाई हान्न मन लागेन होइन मलाई लागेन किन भन्दा म फाइट आएको एकछिन है यहाँ हाम्रो नमस्ते म फाइट आएको थिएँ ऊ हिरो म भिलेन थियो होइन अनि कहिले काहीँ एक्सिडेन्ट हुन्छ नि होइन जान्दा कसले हेर्काउँछ र भने कि म त लागिसक्यो पास भन्छु कि म त त्यसलाई बरु के गर्ने हो भने सोध्छु कि त्यसो कहिले पनि हाम्रो रिसिभै भएन अर्को आयो फेरि म अरू बोल्दैन ठुलो कुरा बोल्छु एउटा कुरा ठुलो कुरा नान मैले आज नि एकछिन है अहिले एकछिन है नान म तिमीसँग सजेसन माग्छु यार है अहिलेसम्म हाम्रो दोनोसँग इलेक्सन भएको छैन है त्यो बिकज अफ तिमी म हामीले कन्ट्रिब्युसन गरेको र हामीले सम्झाउन सकेको अब दुईवटा पार्टी उठेछ होइन यो पैसा आउने पार्टी होइन स्यालेरी थाप्ने त होइन यो मेरो मनमा लागेको कुरा गरेर कि जेठा र कान्छा उठेछ जेठा पाइनाले 1 वर्ष चलाऊ 2 वर्ष हो कान्छाले 1 वर्ष चलाऊ 2 वर्ष जान्छ आखिर परिवार घाममै सेक्ने हो हामी कसो मेरो विचार यो ओके स्वतन्त्र थिएछ मेरो बहिनीलाई कोसा त मैले बोलाउनु डराउँछु भागिदियो लाग्छ भने पैसै आउँदैन त्यहाँ राजेन्द्र खड्की र शिव श्रेष्ठको जम्का भेट भएको छ म यो मेरो नेपाली चलचित्रको दाइ यो मेरो चलचित्रमा 2टा छ नि त्यो भाग होइन लायन सिम्म होइन 2जना चाहिँ है फर्स्ट दाइले मेरो कम्पाउन्डमा गएर सेकेन्ड दाइ हो होइन 2जना सिंह बाघ त म हुँ हाल्यो भोट हाल्यो नोट दियो अर्को फेरि हिरो उसकै फिल्ममा मेरो हातबाट घाइते भएको प्रोड्युसर उही कम्पोजर म घाइते हो एक्टर पनि त हो त एक्टर त हो म त 2जना बराबर 1 वर्ष जेठल चलाऊ 1 वर्ष कान्छल चलाऊ खेले खत्तम हो किन भन्छ सही कुरो किन हाल्ने भने भोट मैले हाल्नु पाउँदैन मानव सदस्य हामी पछि भिलेन र हिरो खेलेको चाहिँ यो हाम्रो के फेरि आर्मीमा होइन आर्मीमा मलाई मार्ने तपाईँले नै हो नि मलाई मार्ने त हो नि डमरोलाई मार्ने वहीँ हो किन मारेस् डमरेलाई अर्को चाहिँ भिलेनमा त धेरै खेल्यो मेरो अहिले हामीलाई चाहिँ फिनल्यान्ड र स्टेडियममा सुटिङ गर्दाखेरि पनि हिरोको बाउको रोल हिरोइन यहाँ सुटिङ गर्न बाँकी छ होइन त्यहाँ हामीले मजाले सुटिङ गरे आयो होइन त
हिरो हिरै हो हिरो कहिले भिलेनमा टर्न राइस हलले पनि भिलेन खेलेको छ है उहाँले किक हान्दाखेरि तपाईँको केही हड्डीसडी भाँच्या छ छैन यो फेरि मेरो गाउँबाट जैसा भयो फेरि तनाव छ नि पहिला हानिहाल्छ नि फेरि अर्को मेरो भाइ हजुर हजुर हाम्रो सङ्घको लागि बोलिदिनु पर्ने कुन सङ्घ चलचित्र पत्रकार सङ्घ पत्रकारलाई किन नबोल्ने मैले त्यही भने पत्रकारलाई त भक्कु बोल्छ म त के छ मेरो बहिनी यो अर्को बगिनी है फ्रम चितलाङ मार्खु कुन साल 27औं वार्षिकोत्सव हो यही 7 गते पढाइदिन्छौँ घरमा गएर भन्ने त भन्यो पैसा आएन होइन आएन यो एकदम मलाई के छ भन्दाखेरि अब यति बेला राजेन्द्र खड्कीको इन्टरभ्यू जय किशन बस्नेतले लेख्दै हुनुहुन्छ यहाँ देख्न सक्नुहुन्छ यो यहाँ दुईजना राखेर जय किशन बस्नेतज्यूले यहाँ इन्टरभ्यू लेख्दैछ देख्नुहोस् भन राङ्गो जोडी तैँले हामीले नमिले तैँले पेले थियो नि राजेन्द्रको गोकर्णको गो राङ्गो राइन्दै साँच्चीकै राङ्गो प्रेमी भनेर एउटा ओ ल धन्यवाद है उसको लाइभ बनाइदिएकोमा धन्यवाद ए नयाँ कन्सेप्ट निकाल्दै ओइ के छ मेरो भाइ थाहा छैन यो होइन 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 म लाइन्सनमा अब आज हामी बराबर बाउ म छिरौँ अब ओके ल पल्पसाक पनि खोइ ल खिच्नु कसले खिच्ने ऊ अर्को रश्मि पनि छ को कान्छोसँग उठेको होइन यो कान्छो होइन कान्छोमा ओके भाग्यमानी कान्छा ग्याङ यहाँ दुईवटा ग्याङ छ कि एउटा जेठा ग्याङ एउटा कान्छा ग्याङ छुदो पासा एकदम आज जो जसो भए पनि हामी परिवारहरू यस्तै हो कि पर्दामा एकदम खतरा गर्ने हो भएर हलो यस्तै हो ल यो भोग्लासम्म खान्छ चिने प्रकाश कालो गरिया अस्ति नाम लिइरहेको थियो के छ यार छु त कालो गर्नु यहाँ के सेतो गरेछ म यहाँ भएको उखालेर चाहिँ एप्पलजी मैले भने नि म त्यहाँ टाङ भाषा बोल्नु मैले बुझेँ तिमी जेठा कि कान्छा दुईवटा छ सबिन कान्छा अनि ऊ जेठा होइन तिमी कान्छाबाट उठेको कि जेठाबाट त्यो होइन मैले फाइनल दुईवटा छ नि त होइन म त स्वतन्त्र भोट दियो नाम एनाउन्स गरेर यहाँ बस न फोटो खिच्नु ल भाइरल बाबा भने जस्तै हाम्रो भाइरल कला दर्शक पनि यतिखेर ऊ जतिको त हिट कोही पनि छैन ल अलि मजाले है मैले भात खाएँ नि यार अब खाउँ त यहाँ दाइलाई खाना खानु ल दाइलाई खाना खानु होइन ठिक छ एउटा फोटो खिचाउँदा ल थाहा छ दर्शक बिन्दु यतिखेर राजेन्द्र खड्कीको क्रेज तपाईँहरूलाई हामी देखाइरहेको छौँ सबै मान्छेहरू कलाकारहरूदेखि हरेक व्यक्तिको राजेन्द्र खड्की गुरु हुनुहुन्छ सबै मान्छे राजेन्द्र खड्कीको अगाडि नतमस्तक भएका छन् भिड लागेको छ फोटो खिच्नको लागि यतिखेर आज चलचित्र कलाकार सङ्घको चुनाव हुँदै गर्दा राजेन्द्र खड्की यहाँ 81 उपस्थित हुँदा यहाँ बालेन स्वतन्त्र उठेको जिते थियो ऊ पनि स्वतन्त्र हो उसलाई चाहिँ जिताउनु ओके ल 81 राजेन्द्र खड्की यो यहाँ चुनावमा आइपुग्दाखेरि राजेन्द्र खड्कीको क्रेज एकदमै देखिएको छ यहाँ यतिखेर आउनुपर्छ भने यहाँ आइज न आज भागमा आइज ल आइज पहिला नमस्ते के छ नमस्ते अब खाना खाने चन्द्रकला राई 7 नम्बर तपाईलाई यो ब्लुटुथ खोले हाल्दै के रेकर्ड भइरहेको हाम्रो त आफ्नो च्यानल छ दादा सुन्नु न यहाँ आउनु यता यहाँ सुन्नु म चन्द्रकला राईलाई भोट दिनु जिताउनु 7 नम्बर दादा 7 नम्बर उमेश सब भेटिरहेको छ यार ओ भने रिस उठेर आउँछ
मेरो तल पनि डाँट छ यार 8वटा बच्चा निकाल्छ त्यो डाँटबाट अर्को त गन्जीको 8वटा अनगिन्ती त कति कति डाँट पनि निस्केकाहरू तल नि 8 दाँत छ तल नि दाँत छ तपाईँको त्यो भए त केटीहरू पठिन्छ नि केटी अझै नि पत्तिन्छ तपाईँको दाँतले टोक्छ कि अनि उनीहरू मजा आउँछ अनि आउँछ अहिले नि तपाईँको केटी पटिन्छ दाइ नबन्थ्यो भोलि तँलाई पनि मार्छ तँलाई घरमा इन्ट्री दिने नै बल्ल बल्ल बुढी फकाइरहेको छ तल जति फुटानी गरे पनि ल बाबु यहाँ सुन है जति फुटानी गरे पनि बुढीको अगाडि कात्रा कुद्रो हुन्छ हो कि न भाउ दाइ तपाईँलाई सबैभन्दा बढी डर कसको लाग्छ मेरो बुढीको यहाँ सुन है ल यहाँ सबै छ है ल ल यहाँबाट ल ल सुन ल तिमीले मलाई कसलाई यहाँ ग्याङ डन्टे डन्टे छ म भन्छु ल सोध ल डन्टेहरू रेडी है त रेडी है ल दाइ तपाईँलाई आजकल मान्छेले धेरैले कस्तो गाली होइन भने त्यसलाई खोजेको डर भने सोध न हजुर हजुर कसले ए तपाईँलाई सबैभन्दा बढी डर कसको लाग्छ दाइ ट्याक्दी मेरै बुढीवाला डर लाग्छ मलाई त हो कि होइन अरूको डर लाग्दैन होइन हाम्रो अनुहार देखाउनु पर्दैन भने खाली होइन देख्नु भएको छ भनेको फाइटर हो सर्वेसर्वा हो बुढीको अहिले जस्तै सिके पनि छुरुरु हो म पनि छुरुरु हो राजन दाइ राजन दाइ यहाँ उहाँहरूको जम्मा गरेर हिँड्दिने होइन बुढो मान्छेले त्यो हुनु ल त्यही त भने कस्तो तगडा हुन्छ त ला थर्काइदिन्छ के गर्ने भने ल श्यामज्यू मलाई त आफै पस्केर खा भन्ने रानीजीलाई कसले थर्काउने हामी त बुढो मान्छे होइन मेरो बुढीले हामीलाई कुट्छ मलाई मेरो बुढीले यस्तो नबोले कि टेन्सन अनि मैले अस्ति हालेको एउटा त्यो पनि खुब चलेछ मेरो बुढीले आज भोलि किन बोल्दिनँ भने हालेको नि मैले बोल यसो आएको तरेर तथै पहिला पहिला त तपाईँ बुढीदेखि पनि डराउनु हुन्थेन आजकल चाहिँ किन डराउनु थाल्नुभयो मायाले है मायाले है आज मसँग 41 वर्ष मेरो बुढीले मलाई झेल्ने भनेको नटे जोक बुढो यहाँ आउनु मिजु यहाँ मेरो मिजु सुन एकछिन है ल यतिखेर फेरि दुईजना गुन्डाको भेट भएको छ दुईजना मध्ये को चाहिँ बलियो गुन्डा अहिलेको यस्तो क्वेसन सर नगर बलियो ल राम्रो राम्रो क्वेसन सोध राम्रो सोध दुईजना गुन्डाहरू तपाईँ हामी गुन्डा हो यहाँ सुन मैले मिजुलाई एउटा सोच्छु क्या मिजु हो मिजु म एउटा सोच्छु है हामी अरूदेखि डर लाग्दैन है हामीले खालि गलत गरेको डराउँछ हामी हो एकदम अरू डराउनु भनेको हाम्रो बुढीसँगै हो कि भन्नु अहिले हामी दुईजनाले यति बुढीलाई कोसँग डराउँछ श्रीमतीसँग मात्रै डराउँछ म त डराउँदैन डर छ हजुरको मेरो फोटो खिच्नु पर्यो होइन म त डराउँदैन डर छ भन्ने हो पनि के भन्नु तपाईँले खुब हालिरहेको छ नि मैले पनि हालिरहेको छु नि त ल मिजु जाने होइन अब अगाडि बाबा आउँछ लाइफ ड्यामेज भन्ने ल जाउँ मिजुको लिनु